सरस्वती, अब हामी केही बेरमा अब इरान विरुद्ध खेल्दैछौँ, कतिको उत्साहित हुन्छ यो खेललाई लिएर? उत्साहित नै छौँ सबैजना। हजुरले आज पहिलोचोटि इरान विरुद्ध खेल्दै हुनुहुन्छ, के लक्ष्य बोकेर मैदान जाँदै हुनुहुन्छ? अब लक्ष्य चाहिँ जित नै हो, सबैको लागि जितकै लागि जाँदैछौँ। नेपाल राष्ट्रिय महिला टोलीको अवस्था अहिले कस्तो छ? राम्रै छ, ठिक राम्रो। हजुरले फुटबल खेल्न चाहिँ कसरी थाल्नुभयो, कहाँबाट स्टार्ट भयो फुटबलको जर्नी? वालिङ घरमा जस मेरो होटल थियो कि, अनि होटलमा गुरुहरू आउनुहुन्थ्यो, जस्तै मलाई थाहा थिएन खेल्छ भने फुटबल, गुरुहरू आउनुहुन्थ्यो अनि आएर खाजा खाँदाखेरि अनि मेरो साथी नै जान्थ्यो, अब मसँगै पढेको, अनि उसले पनि खेल्छु भन्दा उहीसँगै कुरा गरेर अनि गएर अनि त्यहीबाट खेल्न सुरु भयो। हजुर, वालिङदेखि चाहिँ राष्ट्रिय टोलीको सम्मको चाहिँ यात्रा कसरी तय भयो? पहिला मतलब जिल्लाको गेम भयो, अनि जिल्लाबाट अब अञ्चल, पहिला चाहिँ अञ्चलको हुन्थ्यो नि, त्यस्तैबाट अनि खेल्दै जाँदा एपिएफमा आयो, अनि एपिएफबाट राष्ट्रिय टोलीमा। हजुर, लक्ष्य चाहिँ के बोक्नु भएको छ? एउटा फुटबल खेलाडी भएर आइरहनु भएको छ, अब लक्ष्य चाहिँ के छ हजुरको? लक्ष्य त्यही दिदीहरू जस्तै अझै राम्रो